ननाउने भन्दा भन्दा सो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल न्यू डे न्यू ब्लग सुपो हिरोजल नेपाल होइन। अनि अहिले चाहिँ हामी सबल साथीको चट्ट लाएर घरमा छौँ। अनि आज चाहिँ कहाँ जाने भनेर अहिले यहाँ सबल साथी आउँछ। अनि सबल साथीले भन्छ कहाँ जाने भनेर खोला जस्तो ठाउँ जाने भन्दै थियो अघि। हेरौँ आयो सबल साथी। कहाँ जाने रे सबल हामी? कहाँ जाने रे? ढुङ्गिनको झरना देखा त छैन। कति मिनट यहाँबाट तिम्रो घरबाट? यहाँबाट अब हिँडेर गयो भने 1 घन्टा लाग्छ, 1-2 घन्टा लाग्छ हिँडेर गयो भने चाहिँ। अब स्कुटीमा गयो भने त्यस्तै 20-25 मिनट पुगिन्छ अरे होइन। सो गाइज को मेरो च्यानलमा नयाँ हुनुहुन्छ है, लाइक सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला। अब चाहिँ हामी तपाईँहरू ढुङ्गी नगएर भेट्नेछौँ होइन सबल? सो गाइज हामी चाहिँ द फेमस सेल्फी रोड आइपुग्यौँ होइन। अहिले च्याट्ट लाएर पहिलाको भाइरल रोड हो होइन, पहिलाको अहिले त सेल्फी रोड भन्छ नि त्यसलाई। तिम्रो मुख छाड्ने त त्यही कन्टेन्ट त 18+ राख्नुपर्छ। अनि किड्न्याप भ्यान क्या खै गाइस किन तर मलाई यो भ्यान साह्रो मन पर्थ्यो क्या। पहिला होइन केटाहरू बस्नको लागि, केटाहरूसँग घुम्नको लागि त्यो भ्यान सही मजा आउँछ क्या। त्यो भ्यानमा स्पिकरदेखि लिएर सब ठिक छ क्या। कता हामी यता माथि जाने कि यता तल जाने? त साइड माथि नै जाने हो। ओके सो गाइज हामी आइपुग्यौँ होइन। यहाँबाट कति मिनट चल्छ साथी? अब यहाँबाट त 20 मिनट जति रे गाइज होइन। ल हिँड्न नि त हिँड्न। ओए अब मलाई मोबाइलले समस्या दिनुभयो क्या। सो गाइज हामी चाहिँ यस्तो बाटो हिँड्दैछौँ होइन। यो चाहिँ एकदम गल्ली बाटो छ है। मैले तपाईँहरूलाई देखाउँछु अहिले। यहाँ चट्ट लाएर हामी चाहिँ झर्ना आएको। के झर्ना हो? ढुङ्गिनको झर्ना रे गाइज है। अस्ति ठुलो उहाँहरू यहाँबाट पनि बगाएको त्यही। ल झर्ना वाउ भन्ने होइन नि। यो कहाँबाट जाने? यो सानो हुँदियाबाट यो ढुङ्गा टेपबाट हो। के हो? काँडाहरू छ क्या हो? वाह चेपबाट ठाउँ बनाएर ठिक छ। ल सुन्दरी जलको भन्दा सानो चट्टान रहेछ। घुमाउरो रहेछ कि त्यहीँबाट आउन मिल्थ्यो। मान्छेहरू नै आउँदै रहेछन्, चलपल रहेछ। डेन्जरै गर्दैछ यहाँ त। ल नठेल न मुला। कहाँबाट त? अनि हामी यहीँबाट जान्छौँ। हिँड्न चाहिँ थुप्रो हिँड्ने जस्तो लागिसक्यो है। तर डेस्टिनेसन चाहिँ पुगेको छैन। डेन्जर गर्दैछ। ल डिजास्टर भएछ नि त। जान रोक लगाएको कि यो रोकेको कि डिजाइन बनायो कि के हो यो? सो गाइस यहाँ देख्न सक्नुहुन्छ है क्या पिस ठाउँ छ। शान्तिको खोजीमा आएको हामी है। यहाँनिर चाहिँ दामी, हाम्रो घर छेउमा यस्तो दामी ठाउँ भनेर थाहा नै छैन क्या। खालि माथि माथि मात्रै गएको छ, यहाँ तल आएकै छैन हामी।
यहाँनिर गएर ध्यान गरेर बस्ने हो एकछिन गाइस अहिले कति माथि जम्प अब लिन कहाँ यहीँबाट हिँड नि त ल हिँड तो गाइस यो चाहिँ होइन सुन्दरी जलको जस्तै लाग्दिरहेको मलाई होइन के पोज रे अस्ति नि यस्तै रक क्लाइम्बिङ गर्दाखेरि मोबाइल फसेको थियो होइन हिँड ल हिँड झरिसक्यो अब हिँड नि त के गर्न सकिन्छ गएँ फाल्टो भइदियो वा ढुङ्गा यस्तो मक्यो चिप्लो ढुङ्गा पो रहेछ त हो यो त ओए झन्डै हेट हात फेरि दुईवटा मोबाइल छ हाइट जुगा लाग्ने सिजन त होइन नि होइन गाइज फेरि जुगा भइदिएर अरे कतिवटा झर्ना कटियो यस्तो सानो त हिँड ल हिँड न हिँड हिँड्दैछु प्रयास जारी छ बाटै थाहा छैन यार मलाई त खोला त कहाँ पुगिन्छ नि मुला हिँड के लड्ला जस्तो गर्छ त हिँड्दै सब पहिरो यस्तो भयो है ढुङ्गासिङ्गा पहिरो खसेर त दिन्छ भएछ त फेरि लेट्स गो ल साथी झन्डै लडे ल हिँड न हिँड ओहो मेरो दामी देखिरहेको छ के हो माथि छ चाहिँ कहाँ हो भने यो सिरिन भने अस्ति गरे भने पुग्छ किन यहाँको माथि छ के मसरुमै गाई म्याजिक मसरुम हुनसक्छ है ल यहीँ फलेको रहेछ त सो गाई चाहिँ कुन मसरुम हो कमेन्ट गरेर भन्नु है सानो झर्ना साथी बाहुबली बन्देऊ
झर्ना चढ्देऊ सबै साथी चढ्देऊ झर्ना चढ्देऊ 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 त्यहाँ गएर यस्तो हाम फालेर त्यहाँ पुग्यो होइन त्यहाँबाट सर्ट हाम फालेर त्यहाँ माथि हो सो गाइस यो चाहिँ बिना भिएफएक्स है ल साथी डराइतिर दामी रहेछ झर्नाको सवालु माथि पुग्थ्यो होइन बाटो चाहिँ डेन्जर झर्ना चाहिँ बबाल क्या रिस्क हे त इस्क हे भने जस्तो भइदिएर यहाँ होइन अझ जुगा भयो भने चाहिँ डेन्जरै हुन्छ किन उयो हो माथि छ कहाँ यो हो त्यही हो यहाँ सानो गहिरो नि रहेछ ल ए मुला बच्चा भयो के हेर्ने अब आऊ न आऊ यहाँ तो गाइस हामी चाहिँ फाइनल्ली डेस्टिनेसनमा आइपुग्न लाग्यो होइन डेस्टिनेसनमा हाम्रो ओस गरेर हिँड्नुपर्छ यहाँ टिपेर उतार्नु पर्ने सकिन्छ है हारी भयो क्या ल होइन धन्यवाद झर्ना आइपुग्यो ल ल ल ल हिँड फाइनल्ली आइपुग्यो कडा हो अब त्यहाँ कसरी जाने यता डेन्जर चिप्लो छ यार कसरी जाने सिस्नु रहेछ क्यारे अझ छेउछेउमा त्यो सात त गइदिएर फाइनल्ली दामी क्या अब म झर्नामा नआउँछु क्या गाई स्टेट ट्युन खस्दैन साथी खस्दैन पहिरो
सो गाइज यहाँ आएको सबल साथी होइन सबल साथी ननुहाउने रे उसले हिजो अस्ति नै नुहाएको रे होइन अब म डाइभ हान्न जाँदैछु डाइभ चाहिँ के भन्नु होइन ऊ यहाँनिर डुब्छु त्यो झर्नामा एक सर्ट गराउँछु त्यति हो मेरो डाइभ भन्नु खोज्दा त्यही हो कसले 1 वर्ष चिसो रहेछ यार चिसो रहेछ यार सो गाई सबल साथी त्यहाँ छ मेरो हालत त्यस्तो छ होइन म पुरै यति पनि होइन अब म उता माथि यो झर्नामा जान गएर एक खल्याक गर्छु तपाईँहरूलाई पनि झर्नाको फिल गराउँछु होइन पानी हान्छ कि हान्दैन भन्ने कुरा हो है Let's go guys माथि बरु यहाँ सानो यहाँ होइन बाथरुममा आउँछ नि त्यत्रो पनि थकाइदियो है एडभेन्चर भन्छ यही वा गाइस म क्या क्लिन भएर निस्किएर हामी त्यस्तो ठाउँमा छौँ यो बाहुबली झर्ना भन्दा नि हुन्छ होइन यहाँ त सबल साथी यहाँ म चाहिँ होइन सो गाइस अब चाहिँ होइन सबल साथीको सर्ट क्लिप बनाउने रे होइन अब हामी उतानिर गएर झर्ना बनाउने सबल कता ऊ यता बनाउने हो ल अब सबल साथीहरू म झर्नामा गएर त्यहाँ बनाउँछौँ होइन सो स्टे ट्युन गाइस काण्ड गर्दिएर ल ननुहाउने भन्दा भन्दै होइन गाइस आजलाई चाहिँ यति नै होप यु गाइस लाइक दिस भिडियो डोन्ट फर्गेट टु लाइक शेयर एन्ड सब्सक्राइब गर्न अर्को भिडियोको लागि स्टे ट्युन गाइस